मेरुमा कुसुमेरुमा मायाको बारीमा प्रीतिको फुला सङ्गाली राखेको कुसुमेरुमा कुसुमेरुमा कुसुमेरुमा। Thank you very much. जजियामा बस्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी बाबा भाइ बहिनी सबै मेरो सिनेमा हेरिदिनुहुने सबै मेरो फ्यान्स सबैलाई मेरो तर्फबाट हार्दिक अभिनन्दन टुक्राउन चाहन्छु र आजको यस शुभ घडीमा यहाँ आउन पाउँदा खास गरिकन हाम्रो भगवानको हाम्रो हिन्दू भगवानको मन्दिरको यहाँ स्थापना भएको सुन्दा मलाई पनि एकदमै आउनु मन लाग्यो र यो खुसीको कुरा हो र यहाँ उपस्थित दाजुभाइ दिदीबहिनीहरूलाई भेट्न मन लाग्यो। त्यसको लागि म एकदमै खुसी र हर्षित छु र मलाई यहाँ निमन्त्रणा गरिदिनु भएकोमा यहाँको यस मन्दिरलाई बनाउने सहयोग गर्ने सबै दाजुभाइ दिदीबहिनीहरूलाई हृदयबाट म थ्याङ्क यू भन्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। र विदेशमै हुँदा पनि आज लाग्दैछ म त्यही नेपालमै छु जस्तो लाग्दैछ। नेपाली दाजुभाइ दिदीबहिनीहरू यति धेरै भइसक्नु भएछ विदेशमा, एकदम खुसी लाग्यो। मेरो भनाइ एउटै छ, हामी दाजुभाइ दिदीबहिनी जहाँ गए पनि आफ्टर अल हामी नेपाली भाषा बोल्छौँ, नेपाली संस्कृति हाम्रोमा छ। हामी नेपाली एकजुट भएर नेपाली भुटानी एकजुट भएर हामीले अगाडि बढेर जानुपर्छ भन्ने मलाई लाग्दछ र तपाईँहरूले सधैँ हामी कलाकारहरूलाई खास गरिकन म भुटानी दाजुभाइ दिदीबहिनीहरूलाई हृदयबाट अझ धेरै धन्यवाद दिन चाहन्छु। किनभने मेरो चलचित्र कुसुमेरुमा र सम्झना भुटानमा धेरै सुपरहिट भएको थियो। बा आमाहरूले धेरै हेर्नु भएको होला जस्तो लाग्छ। फुन्सुलिङमा गएको थिएँ भुटानमा कुसुमेरुमा। त्यसपछि मैले चलचित्र करोडपति जब मैले बनाएँ त्यस बेला पनि मैले दमकमा आएर मैले क्याम्पमा भुटानी क्याम्पमा गएर मैले दाजुभाइ दिदीबहिनीहरूलाई मेरो फिल्म आइदिनुहोस् हेरिदिनुहोस् भनेर रिक्वेस्ट गर्थेँ र दाजुभाइ दिदीबहिनीहरूले मेरो फिल्म सुपरहिट बनाइदिनु भएको थियो, फिल्म करोडपति। त्यसले गर्दाखेरि म दिलबाट नै दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु। र आज पनि संयोगले मौकाले मेरो साथी राजा कालीले एटलान्टामा आउनुहोस्, हाम्रो दाजुभाइ दिदीबहिनीहरू तपाईँको फिल्म मैले मेरो फिल्म साथी म तिम्रो लिएर आएको छु। त्यो फिल्म चाहिँ तपाईँहरूलाई एकदमै मनोरञ्जन दिन्छ होला। काठमाडौँ किचनमा बेलुका हाम्रो 8 बजी छ। मेरो सोल्टी काठमाडौँ किचनको ओनर मेरो भाइले पनि मलाई दाइ आउनुहोस् भनेर मलाई बोलाउनु भएको हो। तपाईँहरूको अमूल्य समय मिलाएर जरुर बेलुका आउनु होला। हामी फिल्म पनि हेर्नुलाई केही मेरो कार्यक्रमहरू पनि प्रस्तुति दिनेछु। र अन्तमा यति भन्दै आजको यस सुवर्ण क्षणमा मैले यहाँ आएर तपाईँहरूसँग भेट्नु पाएँ, भगवानको दर्शन गर्न पाएँ, सायद म धन्य रहेछु। थ्याङ्क यू भेरी मच।